कुर्ता लगाएर पनि काम गर्ने हो यहाँ हेर्नु न च्यातेको पनि चाल पाएन रहेछ बेटहरु उठाउँदा सुन्त आज चाहिँ यसो यहाँ दिदीहरु नमस्ते आमा यहाँ हेर्नुहोस् है यहाँ हेर न एकदम रजा भयो सबैजना दामी हाम्रो घर कुर्ता जति सबै घरमा छ बिनम हेलो भन हेलो गाइस गुड आफ्टरनुन सो वेलकम ब्याक टु माई च्यानल कान्छी फ्यामिली ब्लग्स है हजुरलाई फेरि मेरो च्यानलमा स्वागत छ है सो तपाईहरु सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु भन्दा आजको साथमा आजको न्यू डे न्यू ब्लगको सुरुवात भइसकेको छ है र हेर्दै जानु होला आजको पनि ब्लग के हुनेछ कसो हुनेछ आज चाहिँ हामी हिजोसम्म चाहिँ यति साह्रो बिजी थियौँ होइन न कम्ती बिजी थिएनौँ नि हिजोसम्म अझै पक्रेर हिँड त हामी चाहिँ यति साह्रो बिजी थियौँ कि गाइस हिजोसम्म आज चाहिँ हल्का फुल्का गरिदिएको केही गरिनँ आज होइन न म पूर्णिमा हो हिजोसम्म त बेटहरु उठाउँदा सुकाउँदा लुगाफाटा डल्लै त्यो गर्दा गर्दा हत्तु है आमामा म यस्तो धावा धावा भएको थियो कि हाम्रो दिवाली चाहिँ मनाएन मेरो घरको काम यति साह्रो तर जे सबै सुकायौँ लुगाफाटा डल्लै सुक्यो गऱ्यो ढुक्कै भयो अन्त आज चाहिँ यसो दिदीहरूसँग यसो भिडियो सिडियो बनाउनु तलतिर गइरहेको छौँ है एकछिन यहाँ 5-10 टाढामा हो यहाँ नानीहरू हेलो भनिदिनु नाना हेलो भनिदिनु त नानाको यसो यसो गर्नु त नाना यसो यसो गर्नु त यस्तोमा यता दाहिनेपट्टि ल नानीहरू खोइ हेलो भन यहाँ ए नानी हेलो बिनम हेलो भन हेलो हेर न हेर न खुसी भएर खेल्दैछ बिनमको चाहिँ यहाँ हेर न एकदम रजाइ भएर छ यति साह्रो बदमास यति साह्रो छुक गाइस आमामा यति साह्रो भएर छ कि छुट्टी भएको नानीहरूको मजा भएर छ नानीहरूलाई चाहिँ हायाला हेर्दै जानु होला कस्तो दामी घाम लागिरहेछ दिनहरू एकदमै दामी भइरहेको छ है अन्त घरमा डल्लै सानसिन गर्दै गरेर चाहिँ हिँडेको हामी यसो अब यसो इन्जोयमेन्ट रिल्सहरू बनाउनु के दामी देखेको नि त्यहाँ उता चाहिँ यहाँ हेर्नुहोस् है गाइजी यो चाहिँ गाइजी हाम्रो घर माई गड के हो यस्तो हेर न हौ रिल्सहरू बनाएछ खतरा छ यहाँ त छिटिक छिटिक भएर आउनु भएको रहेछ सबैजना म चाहिँ यहाँ हेर्नु यस्तो उयो भएर घरकै लुगा लगाएर आएको छु मामा हेर्नु हौ रिल्स बनाउने चिन्दैन त खोइ हौ देखिन आमामा चिनेन त हौ नचिन्ने भइरहनु रहेछ यहाँ हेर्नुहोस् है हाम्रो दिदीहरू ला कुर्ता पो लगाएर आउनु कुर्ता त भएको कुर्ता जति सबै घरमा छ महानदी सिलगढीहरू चाहिँ यहाँ धुम्म टाइपको भएर चाहिँ ड्याम डल्लै देख्छ यहाँबाट सिलगढीहरू चाहिँ टिल्टिनो हेर नानीहरू हेर न केटकेटीहरू ल रिल्सहरू बनाउने अरे दिदीहरूले हो ल यहाँतिर फुलेको थिएछ त सयपत्रीहरू त तर भालो रहेछ केटकेटीहरू खेलिरहेछ यस्तो दिन भयो भने चाहिँ मजाको देख्छ नि रिल्स बनाउने यहाँ हानु न हौ आमामा ल यहाँ हानु नयाँ कुर्ता लगाएर पनि काम गर्ने हो यहाँ हानु न च्यातेको पनि चाल पाएन रहेछ छोराले दिएको तिम्रो दामी कलर के मिठो है रिल्स बनाउँदा बनाउँदा बसेको यहाँ हेर्नुहोस् है यहाँ दिदीले खै स्ट्यान्ड चाहिँ जुत्ता राखिरहेछ खोइ बनाउनु न एकछिन स्ट्यान्ड हेरिहाल्नुहोस् हो हामी चाहिँ रिल्स बनाउँदा बसिरहेछ के भन्नु भयो अब चाहिँ ल फोटोसोटो पनि भयो रिल्स पनि भयो अब चाहिँ घाम पनि लागेको अब जाने आमामा यहाँ हेर्नुहोस् है हेर्नुहोस् है अब कराउँदिन ममता भयो अब बेसी
भयो अब चाहिँ साह्रो छ नि क्यामेराम्यान हुनु बाई बाई गर्ल्स सबैजना बाई 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 ल नमस्ते कसरी नमस्ते 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 भन्न नमस्ते नमस्ते गोकुला म पूर्णिमा हो बाई बाई नमस्ते बाई बाई नमस्ते म सचिना गोकुला बाई बाई नमस्ते म सबिना गोकुला बाई बाई नमस्ते म सोनाक्षी बाई आयो ल बाई बाई ल बाई बाई र त गाइस अब रिल्सहरु पनि बनायौँ यसो है हल्का इन्जोय अन्त आज भाइटिकाको दिन है भाइटिकाको दिन यसो हल्का उयो गरेर म त घाँटी दुखे जस्तो भयो गाइस क्या रुख टमाटरको अचार खाइदिएको थिएँ नि त अघि अन्त किलेक टाइपको भएर रहेछ क्या रुख टमाटरको अचार खाएर अन्त के भन्नु त यस्तो अमिलोहरू खानु मन लागेको थियो कि आफ्नो अमिलो पुरा मजाले भातको सबै खाइदिएँ अमिलोसँग कस्तो रुच्छ है अन्त त्यो खाने हुँदा चाहिँ अहिले पुरा घाम गएर चाहिँ चिसो टाइपको भयो नि त अन्त त्यही भएर क्लिक दुख्नु थाल्यो मिठा खाएर आएको नानीहरू चाहिँ तल दोकान गरेर आएन मलाई त घाँटी दुखेर पनि नि के भयो के हो साह्रो कोराको अन्जुले सिकेछ हात हलाउँदै बोल्नु कसरी अन्जुली फेरि भन त भातहरू हो डल्लै पिरो जान्छ अरे ल अब जाँदैनस् है अब डाइस घुर्नी खेल्नु जाँदैन नि अब आलु दम यहाँ भात दाल खाएर ल अब हेर्नुहोस् त गाइस हामी यहाँ खेल्नु गएको के कोब्रा आयो नि उड्छ सिरियस साँपो भित्र पस्यो हिँड्नु न लुलु भित्र पस्यो अनि कस्तो लाग्छ बुझ्नु चाहिँ भयो हेर साँप हुई कति नम्बर आयो कसको 32 हो 32 त मैले यहाँ बाख्राको आज चिट कसले पार्यो होला है यो पारेन अब लो हिँड